नमस्कार, जय गोर्खा। मैले योभन्दा अगाडि एउटा भिडियो बनाएको थिएँ। त्यो भिडियोमा मैले गोर्खाल्यान्डको बारेमा एनालाइसिस गरेर मैले बताएको थिएँ कि गोर्खाल्यान्ड किन बनेको छैन र गोर्खाल्यान्ड कसरी हुन्छ भन्ने बारेमा मैले कुरा गरेको थिएँ। किनभने हाम्रो माग धेरै पुरानो माग हो। 119 साल भइसक्यो, यो 2026सम्म 3-4 पिँढी बितेर गइसक्यो, तर पनि गोर्खाल्यान्ड किन भएको छैन मैले गहिरो एनालाइसिस गरेँ। पोलिटिकल एनालाइसिसको साथसाथै मैले हाम्रो मानिसहरूको रायलाई बुझेर मैले त्यो भिडियो बनाएको थिएँ। गोर्खाल्यान्ड कसरी हुन्छ र गोर्खाल्यान्ड किन भइरहेको छैन भन्ने बारेमा मैले बताएको थिएँ। सायद तपाईँले त्यो भिडियो देख्नुभयो होला। देख्नु भएन भने जरुर त्यो भिडियोलाई सुन्नुहोस्। र मैले यो पनि भनेको थिएँ कि म अर्को भिडियो छिटै लिएर आउँदैछु। त्यो भिडियोमा भारतमा नयाँ राज्य कसरी गठन हुन्छ त्यो बारेमा म बताउने छु भनेर तपाईँलाई भनेको थिएँ। र यो म भिडियो तपाईँलाई बताउँदछु भारतमा नयाँ राज्य कसरी गठन हुँदछ, कुन चाहिँ प्रक्रिया चाहिन्छ र कसरी नयाँ राज्य गठन हुन्छ भन्ने बारेमा म तपाईँलाई बताउँदछु। ध्यान दिएर सुन्नुहोस्। र भारतमा नयाँ राज्य बनाउने अधिकार संसद पार्लियामेन्टको पासमा हुँदछ र नयाँ राज्य बनाउने प्रक्रिया भारतीय संविधान अनुच्छेद आर्टिकल 3 को तहत हुँदछ। आर्टिकल 3 मा के हुन्छ भन्दाखेरि चाहिँ कुनै राज्यलाई विभाजन गरेर नयाँ राज्य बनाउन सकिन्छ। उदाहरणको लागि जस्तै मध्य प्रदेश छुटेर छत्तीसगढ बने, र उत्तर प्रदेश छुटेर उत्तराखण्ड बने, बिहार छुटेर झारखण्ड बने, र आन्ध्र प्रदेश छुटेर तेलङ्गाना बने भने हाम्रो गोर्खाल्यान्ड किन बन्दैन? किनभने हाम्रो त झन् आफ्नै संस्कृति र आफ्नै भाषा छ। र पश्चिम बङ्गालबाट छुटेर हाम्रो गोर्खाल्यान्ड हो, बिल्कुल सम्भव छ, 100% सम्भव छ। तर प्रक्रिया पुरा हुनुपर्छ। प्रक्रिया पुरा भइरहेको छैन, यसै कारण हाम्रो माग यसरी लट्केर बसिरहेछ। र आज म तपाईँहरूलाई यो प्रक्रिया पुरा रूपमा बताउने छु र तपाईँले ध्यान दिएर सुन्नुहोस्। म चाहन्छु दार्जिलिङको प्रत्येक पोलिटिकल लिडर, प्रत्येक जनता, प्रत्येक बुद्धिजीवीले सुन्नुहोस् र प्रक्रिया अनुसार हामी अगाडि बढौँ र हाम्रो गोर्खाल्यान्ड मागलाई हामी पास गरौँ। र नयाँ राज्य गठनको पहिलो पोइन्ट के छ भन्दाखेरि, पहिलो पोइन्ट छ जनताहरूको एकता र जनसमर्थन। यो बहुत जरुरी छ। आज हाम्रो दार्जिलिङमा यो कमी छ, एकता र जनसमर्थन। गोर्खाल्यान्डको बारेमा केन्द्र सरकार पनि इन्ट्रेस्टेड छैन होइन छ। किनभने बेला बेलामा केन्द्र सरकारले प्रतिनिधित्वहरू पठाइरहेछ, इन्टरलोकेटर। जस्तै 2009 र 2011 को बिचमा धेरैचोटि आरएस सुब्बलक्ष्मी धेरैचोटि दार्जिलिङ आएका थिए। यसै 2026 जनवरीमा पङ्कज कुमार सिंह पहिलोचोटि र दोस्रोचोटि जुनमा आएर विभिन्न पोलिटिकल लिडरसँग भेट गरेको थिए विभिन्न ठाउँहरूमा। र मलाई लाग्छ कति हाम्रा लिडरहरूले त गोर्खाल्यान्डको बारेमा हामीलाई गोर्खाल्यान्ड चाहिन्छ भन्ने कुरा राख्यो होला, तर कतिले चाहिँ भन्यो होला कि हामीलाई अटोनोमी नै चाहिन्छ। किनभने जिटिएको एजेन्डा नै अटोनोमी हो। र अटोनोमीमा चाहिँ के हुन्छ भन्दाखेरि लोकल डेभलपमेन्ट, स्कुल, सडक र सांस्कृतिक डेभलपमेन्ट। तर अभाग्यवश यत्रो सालसम्म कुनै पनि डेभलपमेन्ट भएको छैन। र म तपाईँलाई यही सुझाव दिन्छु, अब यो छोटी मोटी मतभेद र स्वार्थलाई त्यागेर एक हौँ र एकतामा रहेर जनसमर्थन गरौँ र अगाडि बढौँ। यो मेरो सुझाव छ। र दोस्रो पोइन्ट के छ भन्दाखेरि, क्षेत्रबाट चुनेको संसदले कुनै कुरा नगरेर लगातार सदनमा सिर्फ गोर्खाल्यान्डको बारेमा कुरा गरौँ। र कहिले 6 सेड्युल, 6औं अनुसूचित दर्जाको माग राख्ने, कहिले सेड्युल ट्राइब एसटी 11 जनजातिलाई एसटीमा राख्नुपर्छ, कहिले रोड, कहिले सडक, कहिले पुल, कहिले पानीको बारेमा कुरा नगरौँ। किनभने सरकार पनि कन्फ्युज हुँदछ। सिर्फ हामीले एउटै मात्रै माग राखेर लगातार सदनमा एउटै मात्रै माग राख्नुपर्छ, गोर्खाल्यान्ड 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 भनेर। र गोर्खाल्यान्ड भइसकेपछि त सबै सडक, पानी सबै ठिक भइहाल्दछ। र नयाँ राज्य गठनको तेस्रो पोइन्ट चाहिँ के छ भन्दाखेरि, तेस्रो पोइन्ट के छ भने, जब हामी जनसभा गर्छौँ, जुलुसहरू गर्छौँ, शान्तिपूर्ण ढङ्गले गर्नुपर्छ। शान्तिपूर्ण ढङ्गले गऱ्यो भने गोर्खाको पनि गोर्खाल्यान्ड मागको हाम्रो माग मजबुत हुनेछ र सरकारको पनि ध्यान आकर्षित हुँदछ। यदि हामी खुकुरीहरू देखाउँदछौँ भने हाम्रो मागहरू कमजोर हुन जाँदछ। र हामीलाई थाहा छ 1986 देखि 88सम्म जब सुभाष घिसिङको नेतृत्वमा बहुत बडा आन्दोलन भएको थियो, प्रत्येकको हातमा खुकुरी थियो। मलाई थाहा छ अहिले पनि प्रत्येकको हातमा खुकुरी थियो। र त्यति बेला त्यो प्रोटेस्ट एकदमै इलिगल थियो।
त्यो गैरकानुनी थियो, असंवैधानिक थियो र सेन्ट्रल पुलिस फोर्स लागू गरेको थियो र सीआरपीएफले कतिजना मान्छेहरू मारे र लोकल पुलिस स्टेसनबाट कतिजनालाई जेलहरूमा पारे र यो असंवैधानिक थियो। अब हामी गर्दा चाहिँ एकदमै शान्तिपूर्वक ढङ्गले गर्नुपर्छ प्रोटेस्ट र यो एकदम इफेक्टिभ हुनेछ, केन्द्रको ध्यान पनि आकर्षित हुनेछ। यो सुझाव छ। र नयाँ राज्य गठनको चौथो मागमा चाहिँ के छ भने केन्द्र सरकारसँग संवैधानिक रूपमा तरिकाले वार्तालाप गरिरहनुपर्छ। असंवैधानिक होइन, संवैधानिक रूपमा हाम्रो एउटा संविधानमा रहेर गोर्खाल्यान्डको बारेमा हामी वार्तालाप गरिरहनुपर्छ। कहिले के कुरा गरिरहने होइन, कहिले के कुरा गरिरहने, सरकारै कन्फ्युज हुन्छ र माग त्यही रहन्छ। र सिर्फ हामी गोर्खाल्यान्डको बारेमा संवैधानिक रूपमा हामीले त्यो बारेमा बात गरिनुपर्छ। र 5औं पोइन्ट बहुत महत्त्वपूर्ण छ। यही विषय लिएर हामी केन्द्र सरकारसँग बात गर्नुपर्छ। र यो चाहिँ के हो चाहिँ 5औं पोइन्ट चाहिँ के छ भन्दाखेरि हामीले एउटा खाका तयार गर्नुपर्ने हुन्छ, स्पष्ट खाका, क्लियर ब्लुप्रिन्ट मतलब भिजन तयार गर्नुपर्छ कि हामी गोर्खाल्यान्ड भएपछि, गोर्खाल्यान्ड बनेपछि हाम्रो भिजन के छ, गोर्खाल्यान्ड बनाउने भिजन के छ। जस्तै हामी इकोनोमिक सिस्टम भयो, जस्तै टुरिज्महरू भयो, हर्टिकल्चर भयो, यसरी हाम्रो क्लियर भिजन हुनुपर्छ। हाम्रो राजधानी कहाँ हुनेछ, यो सबै क्लियर भिजन गरेर एउटा हामीले खाका तयार गर्नुपर्ने हुन्छ, ब्लुप्रिन्ट अथवा क्लियर भिजन। र त्यो चाहिँ हामीले केन्द्र सरकारलाई बुझाउनु पर्ने हुन्छ। र यो सबै प्रक्रिया पुरा भयो भने हाम्रो गोर्खाल्यान्ड छिटै पास हुनेछ। र यो चाहिँ हामीले ध्यान दिनुपर्ने हुन्छ। अहिलेसम्म सायद हाम्रो प्रक्रिया पुरा भएको छैन होला 119 सालदेखिको अहिलेसम्म पनि, किनभने हामी बिचमै कन्फ्युजन होला। जति पनि हाम्रो नेताहरू छ उनीहरूले क्लियर भिजन दिनु सकिरहेछन् होला, केन्द्रले बुझ्नु सकिरहेछन् होला, यसकारण पनि माग जहाँको त्यहीँ छ। र यो भिडियोले बहुत महत्त्वपूर्ण रोल निभाउँदछ र म चाहन्छु यो मेरो पहल पनि हो। हाम्रो गोर्खा जातिको निम्ति मैले एउटा ठुलो भिजन लिएर यो भिडियो बनाइरहेको छु। मैले आफ्नो फाइदाको लागि होइन, तर गोर्खाहरूको असमञ्जसलाई देखेर मैले यो भिडियो बनाएको छु। यो भिडियो तपाईँको समक्ष आएको छ भने यसलाई तपाईँले जरुर सेयर गर्नुहोस्। मेरो भिजनमा तपाईँ पनि सहभागी हुनुहोस् र हामीले यसलाई अन्जामसम्म पुऱ्याउँ र हाम्रो गोर्खा जातिको भलो भएको आउनेवाला सालमा, आउनेवाला दिनहरूमा हाम्रो पिँढीले पनि हामीलाई याद गरेको होस्। यही उद्देश्यले हाम्रो यो भिडियो बनाइरहेको छु। र यो भिडियोलाई सेयर गर्नुहोस्। हाम्रो दार्जिलिङ, कालिम्पोङ, खरसाङ, मिरिक, डुवर्सको सबै गोर्खा भाषीको सबै पुऱ्याउनुहोस् र हामी जान्न सकौँ कि हाम्रो गोर्खाल्यान्डको प्रक्रिया के रहेछ र कसरी अघि बढ्नुपर्ने रहेछ र हामी कसरी गोर्खाल्यान्डलाई पास गर्नुपर्ने रहेछ भन्ने कुरो हामीलाई यो भिडियोले हामीलाई जनाउँदछ। र मेन चाहिँ 5औं पोइन्ट मैले बताएको छुइनँ, किनभने यो भिडियो धेरै लामो भइसकेको छ। यसकारण म अर्को भिडियोमा बनाउने छु। त्यति बेलसम्म इन्तजार गर्नुहोस्। गुड बाई।